हेलो साथीहरू, नमस्कार सबैजनालाई मेरो ब्लगमा। आज चाहिँ हामी कात्रोजु घुम्न गएको थियौँ होइन। यसो हेर्नुहोस् है, यो सर्प हो, कुन जातिको सर्प हो तपाईँले यसो हेरेर नाम कमेन्ट गरिदिनु होला है त। अनि त्यसपछि हामी अब कछुवातिर लागिरहेछौँ। यो कछुवा भन्छ, यही सर्पै छु है, कछुवा आएपछि होइन, कछुवा भन्छ। कुन कछुवा रहेछ तपाईँले यसो हेरिदिनु होला, जस्तो त्यस्तो प्रतिक्रिया दिनु होला। अनि यो राते भाले मुग्रो भन्छ, तर चाहिँ हरियो भनेको त्यहाँ चाहिँ ग्रिन कलर भनेको थियो, तर चाहिँ रातै ग्रिन थाहा भएन। अनि यो चाहिँ मगरमच्छ मतलब गोही है, गोही खाएर मस्त भुँडी फुलाएर बसिरहेछ। अनि यो चाहिँ हाम्रो पानीमा चल्ने कछुवा। अनि यसो फोटो खिच्यौँ न भनेर त्यो फोटो पनि खिच्यो। अनि फेरि हामी आफ्नो गन्तव्यतिर लाग्यौँ साथीहरू। अब म तपाईँहरूलाई म हात्ती, बाघ, भालु सबै देखाउँदैछु है। सबै नगर्ने भिडियोमा बसिरहेको राजा सामान र म हाथी क्या। यो चाहिँ वन बिरालो अरे हो, वन बिरालो। खै वन बिरालो घर बिरा जस्तो देखिन्छ। अनि यो चाहिँ के गरेको छ मलाई थाहा भएन। यो पानी धेरै आइरहेको थियो साथीहरू। यो चाहिँ हाम्रोतिर चितुवा भन्छ नि, चितुवा के भन्छ, चितुवा भन्छ भन्थे। तर यो खतरा, यो दौडिनुमा एकदम पेटी अरे। अनि यसो सिन पनि राम्रो लाग्यो। यो सिन पनि यस्तो देखेँ मैले, खिचिहालेँ। ल हाम्रो बाघ हेर न, बाघ आमु खाएर सुत्ने कस्तो होला अब। ए हेर्नुहोस्, चमेरा होइन। यो घरतिर त अब ढुङ्गातिर कतै बस्छ भन्थ्यो, तर यहाँ चाहिँ रुखमा झुन्डेर बस्दो रहेछ। माया लाग्दो, हेर्नुहोस् त। अनि अब म चाहिँ यसो आफ्नै भ्लग बनाइरहेको थिएँ, कस्तो के देखिन्छ भनेर, कस्तो के लागिरहेछ। साथीहरू कमेन्टहरू यसो सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला प्लिज। पेजलाई पनि फलो लाइक गरिदिनु होला। म पनि अब आफ्नै यसो पेज बनाऊँ कि भनेर लागिरहेको थिएँ। त्यही भएर साथीहरू प्लिज लाइक, सपोर्ट, कमेन्ट सबै गरिदिनु होला है त। अनि म तपाईँलाई अब म यसो देखाउँछु। यो हाम्रो त्यो चाहिँ मृग भन्छ। यो दबाई छिटेर सायद दबाई नै हालेको होला यिनीहरूलाई होइन। मेसिनबाट पुरा दबाई हालेको थियो। कत्रो प्यारो प्यारो बच्चाहरू, राम्रो राम्रो बच्चाहरू त्यो हेर्नुहोस् है। त्यही बच्चाहरूलाई एकचोटि अनि कस्तो लाग्यो त बच्चाहरू देखेर। यो चाहिँ अर्कै अरे के अरे, के गाई पो भन्थ्यो, निरु गाई कि निरु गाई के अरे। यो चाहिँ जरायो है, यो चाहिँ जरायो। यतिको मैले भिजिट गर्नु सकेको, जति सकेको मैले देखाउन सकेँ, अघि मैले देखाउने छु। अनि यो सिन हेर्नु होला न, यो सिन यति राम्रो थियो, यति राम्रो थियो, के गर्नु, छोड्नु मन थिएन। अनि अब चाहिँ राजीव गान्धी पार्क, यहाँ चिडियाघर सब हेर्नु मिल्छ। आउनुहोस्, तपाईँहरू पनि भिजिट गर्नुहोस्, यसो देखाउनुहोस्। अगाडि आउनुहोस्, राम्रो ठाउँ छ यो, एकदम राम्रो ठाउँ यो। बाघको नाम लेख्ने चलन रहेछ। अलिकति मैले बाघको नाम देखाउन चाहेँ। यता हेर्नुहोस् त, यो हाम्रो बाँसमा चाहिँ नाम लेख्ने चलन रहेछ। उहाँ हाम्रो बुढासुबा भन्थ्यो। यहाँ पनि त्यस्तै रहेछ हौ। यहाँ विभिन्न थरी नाम लेख्ने, आफ्नो कपाल आएर मागेको पुरा हुन्छ अरे भन्छन्, तर खै होइन होला। अनि साथीहरू यस्तै छ हाम्रो आज ब्लग होइन। यस्तै बनायो, कस्तो छ मैले जानेको छैन, केही छैन, सिक्दैछु। कृपया सल्लाह सुझाव दिनु होला साथीहरू प्लिज होइन। कमेन्ट, लाइक, सेयर पनि गरिदिनु होला। हाम्रो ब्लग यस्तै छ। यो चाहिँ प्रजाति खालको भालु अरे, ठुलो खालको भालु भन्छ। तर भालु त भालु नै हो, बियर भन्छ। यता चाहिँ अर्को के भन्दो रहेछ, तर हामी चाहिँ भालु भन्छौँ यसलाई होइन। हेर्नुहोस्, यो घाँस खानुलाई कि के होला, बाहिर निक्लेको होला सायद। राम्रो छ है। अब चाहिँ हामी सबै घुमिसकेर बाहिर लगभग निस्किसक्यौँ होइन। हामी जाँदैछौँ सबै साथीहरूसँग। मतलब हेर्नुहोस् भिड कति छ होइन। आउने त्यस्तो जाने त्यस्तो छ। हामी चाहिँ बिहानै गएकोले गर्दा अलिकति मतलब भिड त्यति खासै थिएन।
तर अब चाहिँ हुँदैछ, हामी चाहिँ निक्ल्यौँ होइन, टाइम पुगेर। हजुरहरू जस्तो हुन्छ त्यस्तै प्रक्रिया दिनु होला। मेरो साथमा मेरो दाइ पनि हुनुहुन्छ, उहाँ दाइ हो गणेश दाइ, गणेश छेत्री होइन। अब हामी चाहिँ लगभग बाहिर निक्लिसक्यौँ साथीहरू। सबैलाई सियु, बाई बाई, धन्यवाद। अब धन्यवाद पनि गेटमा देखाउँदैछु। यो लास्ट इन्डिङ हो यहाँबाट गएको। धन्यवाद सबैजनालाई मेरो च्यानल हेरिदिनु भएकोमा। थ्याङ्क यू सो मच। फलो पनि गरिदिनु होला। बाई बाई, सियु।